सर्वप्रथम परमेश्वरलाई धन्यवाद र हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनी आदरणीय बुवाआमा सम्पूर्णलाई प्रभु यीशु ख्रीष्टको नाउँमा ख्रीष्टीय अभिवादन जय मसीह भन्न चाहन्छु। नमस्कार छ यहाँहरू सबैजनालाई र विशेष गरी त हाम्रो परमेश्वरलाई एकदम हृदयदेखि धन्यवाद भन्न चाहन्छु र यहाँहरू सबैजना आराम कुशलै हुनुहुन्छ भन्ने म आशा गर्दै र आज चाहिँ म बाइबलको खण्डबाट केही कुराहरू यहाँहरूको माझमा लिएर आएको छु र बाइबल भनेर हामी कतिचोटि भनिरहेका हुन्छौँ। बाइबल भनेको के हो त भन्ने बारेमा बाइबलको बारेमा केही कुराहरू लिएर आएको छु। यहाँहरू सबैजनाले लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु र बाइबल भनेको के हो त भन्ने मैले यो शीर्षक राखेको छु है। विशेष गरी त कतिजना हामी बुझेका छौँ, कतिजनाले हामी बुझ्न गाह्रो भइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि ख्रीष्ट र पवित्र आत्माको वरदान पछि बाइबल तेस्रो वरदान हो भन्ने कुरा हामी पाउँदछौँ। अनि हामी एउटा पुरानो समयमा हामीले यहाँनिर यसरी हेर्दै गर्दाखेरिमा चाहिँ एउटा लेखकले चाहिँ आफ्नै पुस्तकालय खोलेका थिए। तिनको नाम चाहिँ सर वास्टर स्टकर भनेर हामीले यो नाम पाउँदछौँ र उहाँ आफैले चाहिँ पुस्तकालय लेखक पनि अनि उहाँको विशाल एउटा निजी पुस्तकालय भएको एउटा मालिक थिए। उनले भनेका छन् कि एउटै मात्र पुस्तक छ त्यो बाइबल हो भनेर उनले भनेका छन्। हामी पुरानो व्यक्तिहरूले पनि यो कुराहरू बताइरहेको कुराहरू हामी पाउँदछौँ। अनि यो पुस्तकहरूमा बाइबल सबैभन्दा पुरानो पुस्तक हो भनेर हामी पाउँदछौँ। यसलाई लेख्नको लागि 1600 वर्ष लाग्यो अनि अन्तिम लेखक चाहिँ जन्मनुभन्दा अगाडि नै 1450 मा चाहिँ उनको पहिलो लेखक मरेको कुराहरू पनि हामी पाउँदछौँ। यो कुराहरू हामी बाइबल अध्ययन गऱ्यो भने हामीले यो स्पष्ट पाउँदछौँ। अनि बाइबलको अनुवाद हुन्छ र पूर्ण र आशिषिक रूपमा यो 1000 भन्दा बढी भाषामा लेखिएको पाउँदछौँ। हामी बाइबल चाहिँ एउटा आशिषितको रूपमा होइन जुनै ठाउँमा पनि हामीले के त यो अनुवाद गरेको पाउँदछौँ। अनि यो 1000 भन्दा बढी भाषामा भाषामा के त बोलीमा अथवा अनुवाद गरिसकेको छ। अनि हामीले यस बाइबलमा हामीले हेर्यो भने होइन अनि यसको लेखनको खण्डन अचम्मको छ। यो हेर्ने हो भने यो पुस्तक एउटा ठाउँबाट अनि भाषामा लेखिएको छ अनि हरेक ठाउँबाट एउटा भाषामा लेखिएको कुराहरू हामी पाउँदछौँ। अनि अर्को ठाउँबाट अर्को भाषामा लेखिएको छ होइन। अब म बसेको ठाउँमा नेपाली छ भने अर्को ठाउँमा अरबी छ भने कुना काप्चाबाट के त अर्को भाषामा चाहिँ यो पुस्तक लेखिएको हामी पाउँदछौँ। अनि यसको एक रूप चाहिँ एकदम अचम्मको छ। यो 66 वटा पुस्तकबाट एउटा पुस्तक बनेको छ। अनि यो पुस्तक चाहिँ के त 66 वटा पुस्तकबाट बनिएको एउटा बाइबल हो। हामीले एउटा पुरानो करारलाई हामी पुरानो करार भन्छौँ भने अनि नयाँ येशू ख्रीष्ट आइसकेको समय अगाडिको समयको पुस्तकलाई चाहिँ नयाँ करार भनेर हामी बुझ्ने गर्छौँ। अनि यसमा चाहिँ एउटै पुस्तकमा पनि हामीले 66 वटा पुस्तक पाउँछौँ भने अर्थात् यो लेखक चाहिँ को रहेछ त यो पुस्तक लेख्ने भनेर विशेष गरी हामीले थाहा पाउँदाखेरिमा चाहिँ पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्माद्वारा चाहिँ यो पुस्तक चाहिँ लेखिएको कुराहरू हामी पाउँदछौँ। अनि यसको उमेर अचम्मको छ। सबैभन्दा प्राचीन पुरानो पुस्तक यो चाहिँ हामीले भन्छौँ कहिले लेखियो होला भनेर हामीले बुझ्नु पर्दाखेरि सबैभन्दा पुरानो तपाईँको हाजिर जवाफमा पनि तपाईँले यो कुरा भन्न सक्नुहुन्छ। सबैभन्दा पुरानो पुस्तक चाहिँ बाइबल हो भनेर हामी बुझ्न सक्छौँ। अनि तपाईँ उत्तर प्रश्न दिँदै गर्दाखेरि तपाईँले चाहिँ यो पुस्तकको पनि नाम लिन सक्नुहुन्छ। यी सबैभन्दा पुरानो के त पुस्तक हो अनि सबैभन्दा बिक्री हुने पुस्तक पनि यही हो। हामीले यो कुरा हामी पाउँदछौँ। अनि यसको चाहिँ चाखलाग्दो अचम्म के छ भने चाहिँ एउटा पुस्तक हो जो सबै श्रेणीका मानिसहरूले यो पुस्तक पढ्ने गर्छन्। बुढाबुढीले पनि होइन, गरिबले पनि, धनीले पनि, महलमा बस्नेहरूले पनि होइन, बाटोमा हिँड्नेहरूले पनि अनि यो पुस्तक चाहिँ पढ्ने गर्छन्। अनि राजाहरूले पनि, मन्त्रीहरूले पनि होइन, विभिन्न देशमा रहेका मानिसहरूले चाहिँ यो हरेकको घरमा हामीले चाहिँ यो पुस्तक पाउने गर्छौँ। यसको चाखलाग्दो कुरा है। अनि जस्तो श्रेणीको मान्छेले पनि यो पुस्तक पढेको छ क्या। अनि त्यो कुरा हामी पाउँदछौँ। अनि मानिसहरूले चाहिँ यो जस्तो मानिसहरूले सन्तहरूले बालकहरूले होइन राष्ट्रमा बस्नेहरूले पनि यो पुस्तक पढेको हामी पाउँदछौँ। यसको भाषा अचम्मको छ। प्राय यो
अशिक्षित मानिसहरूद्वारा लेखिएको हो। यो पुस्तक चाहिँ एउटा अशिक्षित मानिसहरूले एउटा पढ्दै नपढेको मानिसहरूले एउटा पवित्र आत्माबाट लेखिएको पुस्तक हो। अनि यो चाहिँ हामीले यो अशिक्षित मानिसद्वारा नै लेखिएको हो, तर पनि यसलाई महान साहित्य ग्रन्थ भनिन्छ। अनि यो बाइबल चाहिँ एउटा महान र साहित्य ग्रन्थ भनेर हामी बुझिन्छ होइन। धेरै ठुल्ठुला मानिसहरूले पनि यो चाहिँ धेरै ठुल्ठुला मन्त्रीहरूले पनि होइन, देश चलाउने व्यक्तिहरूले पनि यो पुस्तक पढेको कुराहरू हामी पाउँदछौँ प्रिय। अनि राजा र सरकारहरूले पनि यसलाई बारम्बार चलाउने र जलाउने र खारिज गर्ने र यसको अस्तित्व नै लोप गराउने कोसिस गरेका छन्। हामीले यो कुराहरू पाउँदछौँ यो बाइबललाई होइन। तर पनि यो पुस्तक चाहिँ परमेश्वरले हामीलाई सुरक्षित राखिदिनु भएको छ। तपाईँ र हाम्रो लागि चाहिँ यो पुस्तक चाहिँ परमेश्वरले तपाईँ र हामीलाई के त सुरक्षित राख्नु भएको छ। अनि परमेश्वरको वचन एउटा बुझाउन प्रयोग गरिएका 7वटा प्रतीकहरू म यहाँहरूको माझमा भन्नेछु। अनि यो तरबार हामीले कतिचोटि एउटा परमेश्वरको वचनलाई बुझाउने तरिका पनि हामीले बाइबलले यसरी तपाईँ र हामीलाई बुझाउँछ। तरबार भनेर 1 नम्बरमा दिएको छ भने बाइबल तिखारिएको एउटा वचन हो है। बाइबल चाहिँ एउटा तिखारिएको वचन हो र यसले सुन्नेलाई कायल बनाउँछ भने। अनि हिब्रू 4:12ले भन्दछ, किनकि परमेश्वरको वचन जीवित र प्रबल र कुनै 2 धारे तरबार भन्दा पनि धारिलो अनि प्राण र आत्मालाई जोर्नी र हड्डीहरूका मासीहरूलाई भाग पारुन्जेल बारम्बार छेड्ने र हृदयका भावना विचारलाई जाँच्न सक्ने एउटा यो वचन हो। हाम्रो हृदयमा के छ भनेर यो वचनले थाहा पाउँछ। अनि यो वचन पढिसकेपछि हाम्रो हृदयका कुराहरू, पापका कुराहरू, विभिन्न कुराहरू हामीले यहाँनिर हेर्दछौँ। अनि धनको बारेमा भनेको छ है, धन चाहिँ के रहेछ त भनेर बाइबलले व्याख्या गरेको छ। बाइबलमा शक्तिशाली हुँदछ, बाइबल शक्तिशाली हो। अनि यसले सुन्ने प्रतिरोधलाई तोडफोड गर्छ है। सुन्नेलाई चाहिँ तोडफोड गर्छ, किनभने भित्रका कुराहरू खोज्ने काम गर्छ। अनि यिर्मया 23:29ले भन्छ, के मेरो वचन आगो जस्तो छैन र के त्यो एउटा ठुलो धन जस्तो छैन र जसले चट्टानलाई चुर पार्दछ र परमप्रभु भन्नुहुन्छ। अनि यहाँ वचनले भन्दछ, अनि यहाँ परमेश्वरको वचन एउटा सुन्ने प्रति के त तोडफोड गर्ने हुने परमेश्वर हुनुहुन्छ। अनि चट्टानलाई नि चुर पार्नु हुने परमेश्वर हुनुहुन्छ। धन होइन, घन चाहिँ जस्तो छ क्या, घन भित्रको हृदयहरूलाई चोटलाई एउटा पापलाई तोड्ने खाले, एउटा हृदयलाई दुखेको हृदयलाई जोड्ने खाले त्यस्तो घन छ क्या। यहाँनिर मलमपट्टी लाउने पनि वचन छ है, अनि तोड्ने पनि यो वचन छ। अनि बिउ, अनि सुन्ने मानिसलाई पुनः जीवित पार्ने बाइबल एउटा जिउँदो वचन हो। हेर्नुहोस् है, सुन्ने एउटा बिउ जस्तो क्या। अब जस्तै एउटा बिउ लगायो भने उम्रिन्छ नि होइन, त्यस्तै सुन्ने मानिसलाई पुनः जीवित पार्ने बाइबल एउटा जिउँदो वचन हो। 1 पत्रुस 1:23ले भन्छ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा निशाना होइन, तर अविनाशी प्रियबाट फेरि जन्मिएको छौँ र प्रभुको वचन सदा सर्वदा रहिरहन्छ। एउटा बिउ छर्ने, उमार्ने काम, एउटा जगाउने काम पनि गर्छ है यो वचनले। अनि तपाईँ हामी ऐना हेर्छौँ नि, आज मेरो फेस यस्तो छ भनेर हामी हेर्छौँ, त्यसपछि हामी बिर्सिहाल्छौँ होइन। अनि बाइबल विश्वास गर्ने सक्ने वचन हो। एउटा बाइबल चाहिँ एउटा विश्वास गर्न सकिने कुराहरूमा यहाँ हामीलाई उल्लेख गरिएको छ। त्यही कारणले वचनले भन्दछ नि, नाकमा 2टा पुवालबाट नाक सास फेर्छ नि, त्यो व्यक्तिलाई चाहिँ विश्वास नगर्नु भनेर यही बाइबलले भन्छ। म पढ्नेछु यहाँनिर, जसले व्यक्तिको व्यक्तित्वलाई प्रकट गर्छ। र याकुब 1:23 अध्यायको 25ले भन्दछ अनुसार बाइबल एउटा ऐना हो, जहाँ एकजना पापीले आफैलाई हेर्छ र आफ्नो वचन मेरो हार्टमा भएको आगो चाहिँ मेरो हृदयमा थियो भन्ने कुराहरू चाहिँ के त यो ऐना हेरेर पनि हामीले के त थाहा पाउँदछ हाम्रो हृदयका कुराहरू। त्यसपछि हाम्रो हार्टमा भएको आगो चाहिँ मेरो हृदयमा थियो। अनि तपाईँ र हाम्रो हृदयलाई एउटा ऐना जस्तै देखाइदिन्छ भन्न खोजेको है। हाम्रो हृदयमा के छ, हामीले के गरिरहेका छौँ, अनि हामीलाई यसरी ऐना हेर्दाखेरि हाम्रो फेस देख्छौँ, त्यस्तै तरिकाले हामीलाई छर्लङ्ग पार्ने ऐना हो भनेर पनि वचनले भन्दछ। अनि आगो, बाइबल एउटा जिउँदो वचन हो है, जिउँदो वचन, यो मरेको होइन, यो जिउँदो वचन हो। अनि यो शून्यहरूमा
भएका फोहोर मैलालाई डढाउँछ। हेर्नुहोस् है, सुन्ने जसले यो वचन सुन्छ त्यसका मैलाहरूलाई चाहिँ डढाउने, हृदयका कुराहरूलाई अनि डढाउने काम वचनले गर्दछ। यिर्मया 23:29ले के भन्दछ हामी पढ्नेछौँ, के मेरो वचन आगो जस्तो छैन र? परमप्रभु भन्नुहुन्छ। यिर्मया 20:9ले भन्छ, तर उहाँको वचन मेरो हाडमा भएको आगो झैँ मेरो हृदयमा थियो। अनि यहाँनिर अर्को वचन हामी पढ्नेछौँ, बत्तीको बारेमा कस्तो छ त? बत्ती के हुन्छ त? बत्ती अँध्यारो ठाउँलाई उजेलो पार्छ नि, होइन? त्यस्तै बत्ती के गर्दछ त? बाइबलले बत्तीको बारेमा के भन्दछ त? बाइबल विश्वासीहरूलाई दिनदिन डोर्याउने ज्योति दिने वचन हो। के त? परमेश्वरले विश्वासीहरूलाई दिनदिनै डोर्याउने एउटा ज्योति हो अनि वचन हो भनेको छ। यो वचनले चाहिँ हामीलाई दिनदिनै डोर्याउने, हामीलाई दिनदिनै सिकाउने काम गर्दछ। अनि त्यसपछि भजन सङ्ग्रह 119:10:5ले भन्छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अनि उहाँले चाहिँ तपाईँ र हाम्रो जीवनमा एउटा खुट्टाको निम्ति एउटा बत्ती बनेर आउनु भएको छ। यो वचनले त्यो कुरा हामीलाई सिकाउँछ भने, अनि बाटोको निम्ति उज्यालो पनि बनाउनु हुने। यो हामी कहाँ जाँदैछौँ, कुन बाटो हिँड्दैछौँ भनेर पनि यो कुरा पनि परमेश्वरले तपाईँलाई हामीलाई सिकाउनुहुन्छ। अनि हाम्रो बत्ती हुनु, बाइबल चाहिँ हाम्रो बत्ती हो। अनि खाना, बाइबल आत्मालाई खुवाउने एउटा मासु, प्रिय पदार्थ उपलब्ध गराउने एउटा पोषण खाना हो। हाम्रो हृदयको लागि यो खाना हो है। हामीले विशेष गरी बुझ्नुपर्ने कुरा के छ भने, एउटा खाना चाहिँ हाम्रो हृदयलाई चाहिन्छ। जब हाम्रो हृदयलाई कतिचोटि हामी एकान्तमा बसिरहेका छौँ, एक्लोपन बसिरहेका छौँ, जब कसैले हामीलाई सान्त्वना दिँदैन भने, जब हामी बाइबल पढ्छौँ, यो वचनलाई हामी हेर्छौँ, अनि के त त्यो वचन हेरेर हामीले खाना खान्छ, हाम्रो हृदयले खाना खान्छ, एउटा आत्माले तीर्थ हुन्छ। अनि त्यस पछाडि नै हामीले के गर्छौँ, अनि हामी चाहिँ त्यो शक्तिले चाहिँ हामी अगाडि बढ्न सक्छौँ। अनि यो चाहिँ एउटा पोषण दिने खाना हो भनेर बाइबल वचनले भन्दछ। अनि वचन पढ्नेछौँ, हाम्रो 1 पत्रुस 2:2ले भन्छ, नयाँ जन्मेका बालकहरू जस्तै छल रहितको आत्मा दूधको तृष्णा गर र त्यसबाट तिमीहरूले मुक्तिको निम्ति बढ्दै जाओ। हिब्रू हामीले 5:12 र 14 हेर्नुहोस् है, तपाईँले हेर्न सक्नुहुन्छ, यो वचनलाई हेर्नुहोस्। अनि त्यस पछाडि हामी चाहिँ हेऱ्यो भने 1 कोरिन्थी 3:2ले भन्छ, मैले तिमीहरूलाई दूध खुवाएँ, खदिलो कुरा त होइन। रोमी 10:7ले भन्दछ, मैले विश्वास सुनाइबाट र सुनाइ चाहिँ ख्रिस्टको वचनद्वारा आउँदछ। परमेश्वरको वचनले कायम बनाउने र तोड्ने, पुनर्जीवित तुल्याउँछ र खान्छ र प्रकाश दिन्छ अनि व्यक्तिलाई पोषण गर्छ। अनि यो बाइबलले के गर्दो रहेछ त भन्ने कुरामा हामीले यहाँनिर स्पष्ट पाउँदछौँ। पुनर्निर्माण अनि तोड्ने काम गर्छ, अनि तुल्याउने काम गर्छ, अनि खान्छ र अनि प्रकाश पनि दिने काम गर्छ, अनि व्यक्तिलाई के गर्छ, पोषण दिने काम गर्छ। प्रिय, आज तपाईँ र हामीले बाइबल भनेको यसरी हामीले यो कुराहरू हामी बाइबलमा पाउँदछौँ। जसले बाइबल पढ्छ, होइन, बाइबलको कुराहरूमा जान्दछ भने यी कुराहरू तपाईँ र हामीले बाइबलमा हामीले पाउँदछौँ। प्रिय, अनि बाइबल किन पढ्नुपर्ने रहेछ त, हाम्रो जीवन दिने बाइबल रहेछ भन्ने कुरा हामीले पाउँदछौँ। अनि त्यसकारण यहाँ ठुल्ठुला मन्त्रीहरूले अनि विभिन्न देशमा रहेका राष्ट्रपतिहरूले पनि यो बाइबल पढेको कुराहरू हामी पाउँदछौँ। अनि यहाँ हामीले पढ्यौँ तरबारको बारेमा, अनि घनको बारेमा, अनि बिउको बारेमा, अनि ऐनाको बारेमा, अनि आगोको बारेमा, अनि बत्तीको बारेमा, अनि खानाको बारेमा हामीले पढेका छौँ। प्रिय, आज तपाईँ र हामी बाइबल पढ्नेहरूलाई चाहिँ यो चाहिँ एकदमै आवश्यकता छ र तपाईँहरूले पनि यो बाइबलका कुराहरू यो सिक्न चाहनुहुन्छ भने तपाईँहरूले यो कुरा चाहिँ बाइबल पढ्नुहोस् र आफ्नो आत्मालाई तीर्थ बनाउनुहोस्। हुन्छ। जय मसीह सबैजनालाई। थ्याङ्क यू सो मच। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला। नमस्कार।